जुन निर्वाचन क्षेत्रमा यहाँ आज उभिएको छु, मलाई थाहा छ तपाईहरुले मन बनाइसक्नु भएको छ यहाँ भोट माग्न आउनु पर्दैन। म यहाँ भोट माग्न होइन, म झापा 5 मा भोट माग्न होइन, न्याय माग्न आएको छु। न्याय। भोट त सबैले पाउँछन्, चुनाव त सबले जित्छन्। न्याय पाउनका लागि एउटा युग पर्खिनुपर्छ। म झापा 5 मा न्याय माग्न आएको छु दाजुभाइ दिदीबहिनीहरू, न्याय माग्नका लागि। अन्याय त म माथि पनि भएकै हो, तर मेरो न्याय माग्न आएको होइन। अन्याय त म माथि मात्र भएको होइन, अन्यायको शिकार त म पनि भएको छु। मेरो चिन्ता गर्न पर्दैन, तर देशको न्यायको लागि एकपटक भोट हाल्नु पर्नेछ। तर म सबैको अनुहार हेर्न चाहन्छु, इतिहास बदल्न तयार छ कि छैन यो झापा 5 ले यसपटक इतिहास लेख्नु पर्नेछ। देशलाई न्याय गर्नुपर्नेछ र देशलाई न्याय गर्नेछ भन्ने कुरा मैले विश्वास गरेको छु। आमा बुवा दाजुभाइ दिदीबहिनीहरू, यो देश इतिहासको सबैभन्दा महत्त्वपूर्ण ठाउँमा आएर उभिएको छ। जब जब जनता जागे तब तब देश बचेको छ। मलाई बाआमाहरूले आशीर्वाद दिँदै बाटो बाटोमा रोकेर भन्नुहुन्छ, बाबु यो देश बचाऊ। मैले सुनेको छु। म झापा 5 मा उभिएर भन्न चाहन्छु, बाआमा सुन्नुहोला, यहाँ पनि हुनुहुन्छ, यो देश बच्छ पनि र यो देश बन्छ पनि। यहाँबाट निर्वाचित हुने तपाईको उम्मेदवारलाई राष्ट्रपाले भावी प्रधानमन्त्रीको रूपमा अगाडि सारेको छ। पार्टी सभापतिका रूपमा मलाई गर्व छ कि यो क्षेत्रमा सम्भवतः यस क्षेत्रबाट निर्वाचित भएर संसारकै सबैभन्दा कान्छो प्रधानमन्त्रीका रूपमा उम्मेदवार बालेन्द्र शाह निर्वाचित भएर जानुहुनेछ। म यति भनेर बिदा हुन्छु, मैले अर्को सभामा बोल्नु पर्नेछ। म झापा 5 वासीलाई यति भन्न चाहन्छु कि कुनै दिन इतिहासको यो पाना पल्टाउने छ अर्को पुस्ताले। 21 गतेको यो चुनावको नतिजा, यसलाई कुनै दिन यो देशको इतिहासमा एउटा पुस्ताले पल्टाउने छ कि इतिहासको यो पाना।